चाको बनाउन थालेछ नि त नि म हाल्छ न अब ए टोक्ला है टोक्ला भन्दा नि हिजो मलाई टोकिरहेछ तिमीले कहाँ कुल्छ्यौ भने कुल्चिन ओ ओ ओ के अरे कुल्चिन त म आँखामा आएर टोकेर गयो कहाँ के असुविधा भयो मलाई टोक्दै मौरी त्यसै घुम्दैन नि मायालु चाको बनाइराखेका छन् तिनीहरू फुलफुले म हालेको छैन अब हाल्छ पानीमा। ओ चाको बनिरहेको हेर्नु है साथी हाम्रो घरमा मौरीले चाको पनि टोक्छ नि पुरा चाको लगाइसकेछ अब म घरमै हुने पर्यो है हाम्रो पनि पुत्कै हो ओ टुटी छ नि त खै हरा 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 नटोक है के कसरी बनाएका हुन् त्यही त मौरी खान मौरीको चाको लाग्दैछ मौरीको रस हनी हुने पर्यो हाम्रामा पनि नगर्नु न होइन पर्दैन त्यस्तो गर्नु हुँदैन